हेलो गाइस, नमस्ते छ हजुरहरु सबैजनालाई र मेरो यो सानो मिनी ब्लगमा हजुरहरुलाई स्वागत छ। हेर्न सक्नुहुन्छ, आउनुहोस् र हेर्नुहोस् आज बुफेको आइटम। र हाम्रो यो रेडी भइसक्यो, प्लेट रेडी छ अनि पिकल भयो, यो तपाईको अचार भयो, पापड अनि यो सलाद भयो। यो चाहिँ मैले बनाएको सलाद हो यो चाहिँ। अन्त यहाँ रोटी आएको छ, अन्त यहाँ राइस आउँछ तपाईको, यहाँ दाल आइसकेको छ, यहाँ फिन यो आलु गोबी मटर भयो तपाईको, अन्त फिस करी भयो, अनि यो भयो तपाईको चिकन बटर मसाला, अन्त यो स्विट आउँछ तपाईको। र रेडी भइसक्यो त। र आज हाम्रो चाहिँ लन्च लागिसकेको छ, स्टार्ट पनि हुन आँटिसक्यो। र अहिले चाहिँ हाम्रो यो खाली छ नि त, अब एकछिनबाट आउँछ, मिटिङ हुँदैछ माथि हलमा, त्यो चाहिँ अहिले म देखाउन सक्दिनँ तपाईँहरूलाई हो। र हाम्रो रेस्टुरेन्ट चाहिँ यस्तो छ, तपाईँहरू पनि आएर लन्चहरू लिनु सक्नुहुन्छ। तर अब यसको प्राइस चाहिँ तपाईँहरूलाई यहाँ आएर फिक्स पनि गरिदिन्छु, लिनु सक्नुहुन्छ आएर। र एभ्रिडे चाहिँ लाग्दैन, कोही कोही बेला मात्रै हाम्रो यो लन्च चाहिँ। ब्रेकफास्ट र डिनर चाहिँ अहिले चाहिँ एभ्री मर्निङ एन्ड इभिनिङमा चाहिँ लाग्छ। अन्त यो अब तपाईँको यहाँबाट भ्यू राम्रो देख्छ, हेर्नुहोस् चाहिँ हाम्रो भ्यू हो। हेरिकन सला हाम्रो भ्यू वेस्ट पनि देख्नुहुँदैछ। बुफेको आइटम तपाईँहरूलाई देखाइसकेँ फाइनली होइन। अब चाहिँ लन्च गर्न आउनुहुन्छ, तर त्यो चाहिँ अब म तपाईँलाई अहिले देख्न सक्दिनँ है। अब यतिमै तपाईँहरूलाई समाप्त गर्दैछु भिडियो चाहिँ। फेरि सल्लाह हुन्छ। थ्याङ्क यू सबैलाई, बाई बाई।